के हो यो के हो? यो चाहिँ तिहारको गिफ्ट हो। कसले दिएको गिफ्ट हो यो? यो मामाले दिएको गिफ्ट हो। यत्रो धेरै गिफ्ट छ। ल हेर्नु चाहिँ कति धेरै गिफ्ट हो। यत्रो गिफ्ट हो, सबै गिफ्ट हो। आज हामीले यसलाई खोल्ने हो है, खोल्ने हो यसलाई। मैले खोल्छु मैले चाहिँ खोल्न सक्नुहुन्न। तिमीले खोल्छौ? ल खोल। यहाँ यति धेरै गिफ्ट छ नि, यिनी मध्ये अब यिनले कौन खान्छन् त पनि हेर्ने है, लास्टमा कौन खान्छ भन्छन्। खोलिसकेपछि छिटो खोलेको र देख्नु भयो कस्तो हैछ म त मामाले खोल्ने खोइ अब खोलम है त। ल खोलम। हेर्नुस् के छ यहाँ। वाउ यति धेरै गिफ्ट छ है हामीसँग। हेर्नुस् कति धेरै गिफ्ट छ। बिस्कुट पनि छ। यिनी चाहिँ सबै चिप्केर बसेको छ है, चिप्केर बस्यो। यिनलाई सबैले अब निकाल्छन् है मान्छेले। निकाल्न आउँछ कि नि तिमीलाई? टेप लाग टेप। मलाई आउँछ। ल खोल सबै खोल है, सबै खोल्नै आउँछ हो। सक्दिनी खोल्न। यताको खोले। जुस खाइदिन न। के मैले यो मैले चिप्स खाने हो है। यो खोल्यो है। अब हामीले अरु खोलिन्छ के छ नि हेरौँ है हामीले। यो खोल्यो है। के हो हेर त? के हो? जुस कोकोनट जुस हो है, कोकोनट जुस। फ्रुटी जस्तो कोकोनट जुस हो है। एउटा रह्यो कोकोनट जुस, यसलाई यहाँ राखौँ। त्यसपछि हामी चाहिँ अब के गर्छौँ? ओ माय गॉड, यो चाहिँ ओरेन्ज बिस्कुट हो है। यो फेरि ओरेन्ज बिस्कुट। यो फेरि के भन्छन् यसलाई? यसलाई के भन्छन् यो? 5 स्टार। यसलाई पनि हेर हामी। यसलाई हेर यसलाई पनि हेर हम। अब चाहिँ के गर्नु जान्छ? मलाई मन पर्ने के हो खै? नेस्ले वाला एउटा चाहिँ यो भयो है। ल यसलाई यहाँ राख। अनि त्यसपछि अरु खोलौँ। मैले खोल्छु है त अरु। कोको कोला भन्नु भयो। कोको कोला नि खोल न, यसले निकाल्न न त्यसकै कारण हो। चिप्स हेर्नुहोस् है। चिप्सलाई पनि राखौँ। अहिले साइडमा राखौँ, एकैछिनपछि सबै देखाइन्छ हामीले। ढलो है त ढलो। यो के हो? यो कोल्ड ड्रिंक पेप्सी हो कि पेप्सी दुईटा छ। पेप्सी चाहिँ यो मामाले खाँदा फेरि यो त रक्सी जस्तो हुन्छ त हैन, त्यो पनि ढाकेको है मामाले। रक्सी हैन, पेप्सी हो। पेप्सी हजुर भन्नु भएको हैन र? यो चाहिँ बिस्कुट हो, क्रिम वाला बिस्कुट हो। भित्र क्रिम हुन्छ यो चाहिँ। हेर्नु है के हो यो डार्क फ्यान्टासी चोको बिस्कुट भयो। यो पनि यहाँ छ। मैले यो खोल्छु अब। यसले कोक निकाल्न थाल्यो नि। कोक यो खोल्न। कोक निकाल है। कोक टाइट कोक यो निकाल्दिन न आमा। यो हो कोक। ए मलाई मन पर्ने कोक देऊ त ल। मैले नराख्ने हो यो, मलाई मन पर्छ। यो देखाउन पहिला हुन्छ। पहिला मैले देखाएँ है, यता राख्छु मैले। यो मेरो कोक मैले खाने सब मेरो कोक हो। ल यहाँ राखेँ। कता राखौँ? के निकाल्यो? अब हाम्रो के बाँकी छ? अब हाम्रो यो मैले खोल्छु। यो पक्यो है। यो मलाई मन पर्ने, यो पनि राख्छु। मलाई मन पर्छ दुईटा। मैले दुईटै सिङ्गै खाने हो। मलाई दिन्नु? यो पनि सिङ्गै खाने हो त, मेरो फेभरेट हो। यो चाहिँ झनै दुईटा मेरो झनै फेभरेट हो है। मैले यो एउटा खाने, हजुरले एउटा खानु। मलाई धेरै मनै पर्दैन। के होला र? यो किटक्याट हो के? एउटा हजुरले खानु, एउटा मैले खान्छु। त मलाई मनै पर्दैन। अनि अर्को छ हामीसँग चिप्स चाहिँ तीनटा खाए। यो लो चिप्स। कतिवटा खाने चिप्स? 1 2 3टा चिप्स रहेछन्। चारवटा चिप्स। तीनटा, यिनी पनि तीनटा है त। अलि तल गराउ न क्यामेरा अलि तल गराउ। चिप्स, यो पनि चिप्स।
खोलियो वेलकम है वेलकम वेलकम है यो पनि चिप्स हो वेलकम यो पनि चिप्स अनि एउटा अझै एउटा छुट्यो के यो जुस जुस दुईटा रहेछ जुस खोइ त के दुईटा खाने त ए जुस ओ भाइ हजुर एउटा खानु म एउटा खान्छु ल अहिले खाने हो अब हामीसँग के भयो सबै देखाउँ है सबैले अगाडि हजुरलाई राखौँ सानो मलाई धेरै एउटै हो नि दुईटै उस्ता हुसैन अब यिनीलाई सबैले अगाडि राखौँ है यिनीलाई जुन खाए पनि हुन्छ यिनी सबै अगाडि राख्छौँ है हामीले यो यिनीलाई यो यस्तो यहाँ यहाँ राख एकैछिन राख्ने सबै सुरुबाट ल के खाएको सुरुबाट ल यहाँ राख राख्नु त यो हो किटक्याट अगाडि देखाउँदै किटक्याट त एनी होइन अब के खान्छ यिनीमध्ये तिमीले के खान्छौ भन यो दुईटा अनि चिप्स हो यो भयो ल मलाई मन पर्ने अब मैले मन पर्ने देखाउँछु यिनीहरूलाई उता राखौँ है अब यो छोप्नु त हजुर दिउ 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 एउटा यो बिस्कुट ल चाँडै अब यिनीमध्ये खाम कि कुनै न कुनै खाम भोक लाग्यो कि मलाई चिप्स खाम न मिठाई खाने कि चिप्स मिठाई खाम न पहिला हजुरलाई चिप्स मन पर्छ भन्ने किन यिनी राम ल अब मलाई मन पर्ने म स्कुलबाट देखाउँछु है अब यो चाहिँ क्रिम बिस्कुट जस्तो हो यो भित्र क्रिम हुन्छ बाहिर चाहिँ बिस्कुट हुन्छ यो एउटा त के अरे एउटा बिस्कुट हुन्छ है त यस्तो बा भित्र क्रिम नभएको त्यस्तै बिस्कुट हो क्या पनि यसभित्र क्रिम राख्छन् ए यो है त अब मलाई मन पर्ने चिज यो हो हेर्नु यो त बिस्कुट हो है के बिस्कुट भन्छन् लेला ओरेन्ज हो कि केक जस्तो हुन्छ यो केक टाइप्स अफ केक हो के हो म देखाइदिन्छु कि पुरै ल हेर्नु है गाइजहरु यो बिस्कुट देखेन तलतिर यो बिस्कुट देख्नुभयो ल भयो यसलाई राख चाँडी खाम कि म त खाम भयो यो चाहिँ इन्ट्री त सेम हुन्थ्यो भयो मैले दुईचोटि देखाएको यो चाहिँ के हो रे पेप्सी तिमीले केक्सी भन्छौ के केक्सी चिप्स खाम चिप्स केक्सी मैले केक्सी भन्छु हजुर अझै म यो खोल्न गयो अब यो खाम हामीले हल्दीराम्स वाला मस्त मसला मैले खाने हो ढन्टला यो खाने हो मैले चाहिँ यो खोज्दै मैले पह पहिले यो खाएर पिरो हुन्छ त्यसपछि यो खाने है यो मैले थोडा खोलिसके है त हेर्नु यसमा कुरकुरे यो मैले थोडा कुरकुरे चिप्स हो है चिप्स यसलाई चाहिँ यही राख्छु लौ खाम अब यस्तो हुन्छ है पुदिना फ्लेभरको ल अब चाहिँ हामीले यिनीलाई पछि खाइन्छ पिरो पिरो पनि भयो हैन भर्खर खाएको फेरि पिरो पिरो खाएकै हो अब के खाने यो खाने यो पिने कोल्ड ड्रिङ्क मैले भर्खर खाएकै हो ए म थोडा खोलिसक्यो नि हो पछाडिबाट ए खोलिसक्यो कि रहेछ नि भाइ अनि मैले देखाएको होइन मैले धेरै खाने पह आमा आउनु आमालाई थाहा छैन है गाइज हामीले भिडियो बनाएको है आमालाई थाहा छैन लुकाउने होइन केही हुन्न ल देखाउ त उहाँ देखाउ है मैले खोल देखाउँछु हजुर यस्तो हुन्छ यस्तो नखानुलाई फेरि हजुर फेरि अरू मान्छेहरू पनि यस्तो खालान गर्नुहुन्छ थोरै दिउ है थोरै यो यसैमा राख मैले भाचल दिन्छु ल 1 2 3 4 चारवटा खाने है त 1 2 3 4 1 2 3 4 चारवटा भयो त आमालाई पनि दिम्ला है पुग्छ त के अहिले ला हामी म दुईटा 4
यो दुईटा हजुरलाई यो दुईटा मलाई ल बजाउँछ ल नि ल ल हस् 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 6वटामा भाँच्यो यत्तिका यो कसले खान्छ मैले खान्छु तिमीलाई यो मलाई है ए हेर्नुहोस् आमालाई पनि दिनु थोरै फेरि आमालाई सेट भाँचौँ न आमालाई तिनवटा भयो एउटा आमा राखिदिउँ मैले पनि एउटा आमालाई राखिदिन्छु या ल यहाँ राख। दुईटा आमालाई भयो सबैलाई भयो सबैलाई भयो आमालाई दुईटा नेस्लेवाला हैछ के भयो नेस्लेवाला मिठो आमालाई दुईटा हामीलाई दुईटा भइहाल्छ नि के काम चिप्स पनि भयो चिप्स पनि खाने भयो ओहो के खाने भयो के खाने भयो तर यो मिठाई चाहिँ अलि एकैछिनपछि खोलेर हुन्छ नेस्लेवाला केला यत्रो खान बाँकी छ पिरो हुन्छ नि यत्रो मलाई भनेको होइन आफूले भोक्ला भोक्ला हुनु बस अहिले गयो हाम्रो यो खानला हामी तिमी त छेक्की भाइ छेक्यो तिम्रो त यो जुसले छेकेको कि मलाई म देखेको थिएन कि अब चाहिँ यसलाई सकौँ अब यिनलाई राखिदिउँ है राम साइडमा राखिदिउँ ल आजको भ्लग चाहिँ अब हामीले यहीँ खतम गर्छौँ हामी चाहिँ खाइयो टेस्ट गर्यो मिठो रहेछ होइन बिस्कुट भोलि खामलाई यो बिस्कुट भोलि खाम्ला जुस पनि खाम्ला जुस पनि भोलि खाम्ला पेप्सी पनि भोलि खाम्ला यो पर्सि खामला यो आमालाई दिनु यता राख इन दुईटा पर्सि खामला ल ल खानु हजुर आयो होला म अघि नै भएको अब यो खाने कि लौ चट्टानी खाऊ है सो द्याट मच फर टुडे आजको भिडियो कस्तो लाग्यो बताइदिनु ल अनि काट्टे ल यसरी फेरि काट्नु ल ल ल ल वा थ्याङ्क यू भनिदिउँ थ्याङ्क यू ल चिप्स खान्छ मै हामी आमालाई तपाईँले खान्छ चिप्स खान्छ ए ल ए ल